यो प्राचीन प्रतीक केवल एउटा खोलो मात्र होइन, यो ज्ञान प्राप्तिको लागि मार्गचित्र हो। यसको सूत्रहरूमा दुःख, कर्म र जीवनको अनन्त चक्रबाट कसरी मुक्त हुने भन्ने बारे रहस्यहरू लुकेका छन्। यस भिडियोमा हामी धर्मचक्र, यसको उत्पत्ति, अर्थ र बौद्ध अभ्यासमा यसको यति महत्त्वपूर्ण स्थान किन छ भन्ने बारेमा छानबिन गर्नेछौँ। गुम्बाहरूको गेटमाथि देखिने हृदय खोर्लो अथवा धर्मचक्र अनि दुईवटा मृग राखिएको देख्छौँ। धर्मचक्रको 8वटा अष्टभुजहरू छ र छेउछेउमा दुईवटा मृगले खोर्लोलाई ध्यान केन्द्रित गरेर हेरिरहेर बसेको देख्छौँ। किन गुम्बाहरू सबैको माथिल्लो स्तरमा गेटतिर हृदय खोर्लो बनाएर राखिने गर्छ अनि के को प्रतीकहरू हुन् र राख्नुको कारण के छ, सरल रूपमा बुझाउनेछु। भगवान बुद्धले बौद्धिकको ज्ञान प्राप्त गर्न सकेपछि बोधगयामा 7 हप्ता अथवा 39 दिन बिताउनु भएको थियो। त्यसपछि उहाँले बौद्धिकको ज्ञान कसले ग्रहण गर्न सक्छ भनेर प्राणीहरूलाई हेर्नुहुँदा बौद्धिकको ज्ञान कसैले पनि ग्रहण गर्न नसक्ने र नबुझ्ने थाहा पाउनुभयो। उहाँले सोच्नुभयो, अब यो ज्ञान त ग्रहण गर्ने कोही छैन रहेछ। मैले पाएको बुद्धि ज्ञानको बारेमा केही नभनी जङ्गलमा बस्छु सोच्नुभयो। र यो ललिता विस्तार सूत्रमा छ। म यसको लिङ्क डिस्क्रिप्सनमा दिन्छु, हेर्नुहोस् होला। र त्यति नै बेला भगवानको सबैभन्दा ठुलो ब्रह्मा आउनु भएर बुद्धलाई सुनले बनिएको धर्मचक्र अथवा खोर्लो चढाउनु भएर धर्मको देशना दिनुस् भनी बिन्ती राख्नुभयो। भगवान बुद्धले धेरै सोच्नुभयो अनि उहाँको बिन्ती स्वीकार गर्नुभयो र प्रथम धर्म देशना वाराणसीमा 4 आर्य सत्यको प्रवचन दिनुभएको हो। भगवान ब्रह्माले बिन्ती चढाउनु हुँदाखेरि त्यति बेला जङ्गलबाट दुईवटा मृगले शान्ति अनि आदरभाव रूपमा बुद्धको छेउमा आएर खोर्लोलाई ध्यान केन्द्रित गरेर आँखा एक झिमिक पनि नगरी हेरेर बसेको थियो। संसारमा हरेक देशको राज्यहरू आफ्नो चिनाउने प्रतीक वा चिन्ह भएको जस्तै बुद्धको धर्मलाई पनि चिनाउने एउटा प्रतीकको रूपमा बीचमा धर्मचक्र अनि छेउछेउमा मृग राखिएको हो। त्यहाँदेखि हृदय खोर्लो अथवा धर्मचक्र भनेर नाम राखियो। सम्राट अशोकको देखि भारतीय कलाकृतिमा धर्मचक्र देखा पर्न थाल्यो। सम्राट अशोक, जसले भारतमा शासन गरे, बुद्ध धर्मलाई फलो गर्नुभएको र स्तम्भहरू बनाए र ती मध्ये बोधगया पनि हो। र 1947 मा अशोक चक्र 24 अष्टभुज भएको साथ धर्मचक्र भारतीय झण्डाको हिस्सा बन्यो। र त्यस्तै गरी खोर्लो किन राखिएको भन्दाखेरि हामीहरू एक जग्गादेखि अर्को स्थान जानु पर्दा गाडी बाइकहरूको सवारीको चक्काले लगेको जस्तै बुद्धि ज्ञान हासिल गर्नु र संसारको भौचक्र दुःखहरूबाट मुक्ति पाउनुको निम्ति हामी धर्मको साधना गर्नु र देशनाहरू लिनुपर्ने जनाउँदछ। खोर्लोको दायाँ र बायाँमा बसेको दुई मृगहरू बुद्धको धर्म अवलम्बीहरू धर्मपट्टि विश्वास भएर एकअर्कामा सुनिरहेको बुझाउँछ। खोर्लोको 8वटा अष्टभुजहरू छ र त्यो 8वटामा बुद्ध भगवानको धर्म देशना उहाँले 45 वर्षसम्म दिनुभएको देशना सबै यसमा समाटेको छ। 8वटा देशना के हो भन्दा नोबल एटफोल्ड पाथ भनिन्छ अथवा आर्य अष्टाङ्ग मार्ग पनि भनिन्छ। र त्यो के हो भन्दा राइट अन्डरस्ट्यान्डिङ, राइट थक, राइट स्पिच, राइट एक्सन, राइट लिभहुड, राइट इफोर्ट, राइट माइन्डफुलनेस एन्ड राइट कन्सन्ट्रेसन। मृग किन राखिएको भन्दाखेरि
मृगहरूले कुनै पनि प्राणीहरूलाई हिंसा नगर्ने अनि एकान्त जङ्गलमा बस्ने जस्तै भगवान बुद्धको धर्म पनि अहिंसाको बाटोमा ल्याउने र सबै प्राणीहरूलाई करुणा र दया गर्ने। बुद्धको धर्म साधना गर्नको लागि एकान्तमा बसेर प्र्याक्टिस गर्ने हुँदा पहिले भिक्षुहरू जङ्गल पहाडतिर बस्ने गर्थ्यो, तर अहिलेको समयमा त्यस्तो कम भए तापनि गुम्बाहरू स्थापना गरेपछि प्राय अहिले गुम्बामा बसेर बुद्धको धर्मलाई प्र्याक्टिस गरिरहेको छ। बीचको 3वटाले त्रिरत्नलाई चिनाउँदछ। 8वटाले बुद्धिज्मको आर्य अष्टाङ्ग मार्ग प्रतिनिधित्व गर्दछ र 24ले अशोकाको चक्र भनेर चिन्ने र यो चिन्हले 24 घण्टाको समय बुझाउँछ। आर्य अष्टाङ्ग मार्गमा सबै धर्म देशनाहरू समातिएको छ अनि हामीहरू संसार दुःखको भवसागरबाट मुक्त गराउने र यस सुन्नीमा पनि हाम्रो जीवनको लाइफ क्वालिटी राम्रो बनाउन सक्छौँ। त्यसैले हामीहरूले आजैदेखि यो आर्य अष्टाङ्ग मार्गलाई आजैदेखि आफ्नो जीवनमा लागू गरिहाल्नु पर्ने आवश्यक छ। धर्म भन्ने एउटा कुनै चमत्कार होइन। हामी कसैको अवलम्बी भयो, हामीले उहाँलाई मान्यो, पुज्यो, पुज्ने बित्तिकै सबै कुरा राम्रो हुने त्यस्तो हुने सम्भावना कहीँ पनि हुँदैन। धर्ममा लागेपछि जीवन कसरी राम्रो हुन्छ भन्दाखेरि हामीले धर्मको बाटोलाई हामीले अपनायौँ भने, र धर्मको बाटो नै भने के हो, अहिले माथि 8वटा एउटा बुझाएको आर्य अष्टाङ्ग मार्गको चाहिँ बाटोमा, त्यसैले त्यसलाई आर्य अष्टाङ्ग मार्ग भनिएको छ। आर्य भनेको चाहिँ जुन चाहिँ हो अर्हत टाचुम्बा, जुन चाहिँ हामी बुद्धहरूलाई भनिन्छ। र उहाँहरू जस्तो हुनुको लागि चाहिँ कुन चाहिँ मार्गमा जानुपर्छ भन्दाखेरि चाहिँ अष्टाङ्ग मार्ग भनेको छ अरे, त्यसमा चाहिँ 8वटा छ अरे। र त्यो 8वटा मार्गमा हिँड्यो भने चाहिँ हामी चाहिँ पक्कै नै बुद्ध भगवान जस्तो। र बुद्ध भगवानले अब पहिला कसरी चाहिँ उहाँ चाहिँ नर्मल व्यक्तिदेखिको एउटा संसारको दुःख भोगिरहेको प्राणी हामी जस्तो बुद्धदेव प्राप्त गर्नुभयो भन्दा यो बाटो चाहिँ उहाँले थाहा पाउनु भएर चाहिँ उहाँले पनि अपनाउनु भएर चाहिँ अहिले हामीले उहाँलाई पुजिरहेको, हामी उहाँ जस्तो हुनुको लागि उहाँको धर्म देशनाहरू सुनेको, हामीले खोजेको। त्यसै कारणले हामीले उहाँले जुन चाहिँ अपनाए बाटो हामी अवश्य पुग्न सक्छौँ, त्यसमा हामीले कुनै सन्देह गर्नु हुँदैन। किन गर्नु हुँदैन भन्दाखेरि उहाँले पनि यही बाटोमा चाहिँ हिँड्नु भएर, पालन गर्नु भएर उहाँ अहिले संसारको भवचक्रबाट मुक्त भएर अहिले एउटा आफ्नोमा भएको बुद्धिको ज्ञान प्राप्त गर्नुभयो। र त्यस्तै गरी हामी पनि उहाँको बाटोमै गयो भने हाम्रोमा पनि भएको बुद्धिको ज्ञान हासिल गर्न सक्ने र यो संसारको दुःखको भवचक्रबाट मुक्त हुन सक्ने, यहाँ अहिले संसारमा बस्दा पनि मन शान्ति, आनन्दित, खुसीले हामीले चाहिँ जिउन सक्छौँ। त्यसै कारणले आर्य अष्टाङ्ग मार्गलाई चाहिँ हामीले अहिले नै जीवनमा उतार्नु धेरै नै जरुरत छ। त्यसैले भगवान बुद्धले 45 वर्षसम्म र उहाँ महापरिनिर्वाण नहुनुन्जेलसम्म जति पनि धर्म देशनाहरू दिनुभएको थियो ती सबै नै आर्य अष्टाङ्ग मार्गमा सबै समातिएको छ। र 2 मृगले प्रज्ञा र उपाय बुझाउँछ। हामीहरूमा बुद्धको ज्ञान अथवा बोधिचित्त छ, तर यो उत्पन्न हुनु लागि हामीले शून्यताको ज्ञान पनि हासिल गर्नुपर्छ। त्यसैले बुद्धिज्ममा शून्यतालाई आमा भन्ने शब्द गरिन्छ, किनभने शून्यताको ज्ञानले नै सबै बुद्धहरू जन्मिएको हो भनिन्छ। दया, करुणा र फाइदा गर्ने मनमा कार्य गरे मात्रै हामीमा भएको बोधि ज्ञान उत्पन्न गर्न सक्दैनौँ। र बोधिचित्त भने पनि दया करुणा भएको मनलाई बोधिचित्त भनिँदैन। बोधिचित्तको मन भनेको चाहिँ दया करुणा भएको माथि चाहिँ शून्यता थाहा भएको र शून्यता चाहिँ उसकोमा जागेको मनलाई चाहिँ हामीले चाहिँ बोधिचित्तको मन भनिन्छ। र त्यसरी अहिले कतिले बोधिचित्तको मन भनेको एउटा
मान्छे खुसीसँग बस्ने दया भएकोलाई मात्रै बोधिचित्तको मन भनिँदैन। शून्यता र बोधिको ज्ञान दुईवटा नै सक्दैनौँ। त्यसैले हामीले शून्यता र बोधिको ज्ञान दुईवटालाई साधना गर्यौँ भने अवश्य सबै प्राणीहरूले आफ्नोमा भएको बोधिको ज्ञान उत्पन्न गर्न सक्छौँ र बोधि ज्ञान अहिले हाम्रोमा माटो मुनि दबिएको हिरा मोती सुनहरू जस्तै आफ्नो आँखाले देख्नु नसके तापनि भएको जस्तै अहिले हामीमा पनि बोधिको ज्ञान छ छैन भनेर सन्देहहरू दोमनहरू गरे तापनि हामीमा बोधिको ज्ञान भएको साँचो हो र हामी सबै नै एक दिन यो ज्ञानलाई हासिल गरौँ। र आजको मेन समरी भन्नुपर्दा रिदा खोर्लो अथवा धर्म चक्र चाहिँ हाम्रो बुद्ध भगवानको धर्मलाई चिनाउने लोगो वा चिन्ह हो। ल सो अनि सानो धर्म भए पनि गर्नुहोस् र सानो पाप काम वा नराम्रो काम हो भने पनि त्यसलाई त्याग्नुहोस् र सोट सिद्धिले सर्वमङ्गलम।